हेलो एभ्रिवान। आज हामी जेम सर्भर हाम्रो सिस्टममा कसरी इन्स्टल गर्ने र पीएचपी प्रोग्रामलाई कसरी रन गराउने भन्ने कुरा हेर्छौं। त्यसको लागि चाहिँ पहिला सुरु हामीले जेम सर्भर चाहिँ डाउनलोड गरेर हाम्रो सिस्टममा इन्स्टल गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले पहिला के गरौँ भन्दाखेरि कुनै पनि एउटा ब्राउजरमा, हैन, मेरोमा गुगल क्रोम छ, कुनै पनि एउटा ब्राउजरमा गएर चाहिँ जेम डाउनलोड भनेर यसरी सर्च गर्न सक्नुहुन्छ। त्यो गरिसकेपछि यहाँ एउटा साइट आउँछ, हैन, कुनै एउटा साइट तपाईले क्लिक गर्नुभयो भने यहाँनिर यसरी जेम डाउनलोड गर्नलाई अप्सन दिन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ जेम फर विन्डोज, लिनक्स, म्याक यिनीहरू भनेर। मैले यहाँ एउटा क्लिक गरे भने यतापट्टि हाम्रो खोल्नको लागि चाहिँ यहाँनिर डाउनलोड हुन लागिसकेको छ, हैन। सर्टली यसरी तपाईहरुको देखाउँछ र यो डाउनलोड हुन्छ, हैन। अब मेरोमा अलरेडी यहाँनिर मैले डाउनलोड गरिसकेको छु, है, त्यही भएर मैले यहाँनिर यसलाई डाउनलोड गरिन। तपाईहरुकोमा यसरी डाउनलोड हुन्छ अनि त्यसपछि यसलाई तपाईले डबल क्लिक गरेर इन्स्टल गर्न सक्नुहुन्छ, है। अब मैले अलरेडी मेरोमा इन्स्टल भइसकेको छ, त्यही भएर मैले यसलाई फेरि इन्स्टल गरिन। तपाईले फाइललाई चाहिँ डबल क्लिक गरेर इन्स्टल गराउनु भयो भने इजी वे प्रोसेस छ। तपाईले ओके गरेर नेक्स्ट गर्दै जानु भयो भने इन्स्टल हुन्छ। एकैछिन टाइम लाग्छ तर इजी वे प्रोसेस छ, त्यही इन्स्टल हुन्छ। त्यसपछाडिबाट भइसकेपछि चाहिँ तपाईहरुकोमा कस्तो एउटा प्यानल देखिन्छ भन्दाखेरि चाहिँ मैले यहाँनिर गएर जेम कन्ट्रोल प्यानल भनेर सर्च गरे भने तपाईहरुकोमा यस्तो प्यानल खुल्छ। यदि खुलेन भने पनि तपाईहरुले यहाँनिर सर्च बारमा गएर जेम कन्ट्रोल प्यानल भनेर सर्च गर्नुभयो भने, यसरी सर्च बारमा गएर जेम कन्ट्रोल प्यानल भनेर सर्च गर्नुभयो भने यस्तो एउटा प्यानल तपाईले देख्नुहुन्छ। यो चाहिँ हाम्रो जेमको कन्ट्रोल प्यानल हो, हैन। त्यसैले यहाँनिर हेर्न सक्नुहुन्छ पीएचपी सर्भर छ, माइएसक्यूएल छ, हैन। अब पीएचपी हामीले के रे अपाची छ, हैन। यो अपाची चाहिँ हाम्रो पीएचपी प्रोग्रामहरु रन गराउनको लागि चाहिँ चाहिन्छ हामीलाई, हैन। अब यसलाई हामीले स्टार्ट गर्दियौ भने हेर्न सक्नुहुन्छ तपाईहरुले। अब यो स्टार्ट हुँदैछ यहाँ रनिङ, हैन। स्ट्याटस चेन्ज डिटेक्टेड रनिङ। त्यसपछि यहाँनिर यसले पोर्ट नम्बर लिइरहेछ, है। त्यसपछि अब यदि हाम्रो डेटाबेस रिलेटेड काम गर्नु छ भने माइएसक्यूएल लाई पनि हामीले स्टार्ट गर्न सकिन्छ। अब अहिले हामीलाई पीएचपी सिम्पल प्रोग्राम मात्र रन गराउनु छ, त्यही भएर हामी अपाची लाई मात्र यहाँ मैले स्टार्ट गरे। अब यहाँ चलिरहेछ कि छैन भनेर हेर्नलाई मैले यहाँ एडमिनमा गएर क्लिक गर्यो भने यसको मेरो एउटा लोकल होस्ट ड्याशबोर्ड यहाँ ओपन हुन्छ। भन्नुको अर्थ मेरो चाहिँ जेम सर्भर चाहिँ रनिङ छ भनेर भन्न सक्यो, है त। त्यसपछाडिबाट अब मैले यसमा चाहिँ के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब मलाई यो जेम सर्भरलाई मैले यसलाई मिनिमाइज गरेँ। एभ्री टाइम हामीले जब पीएचपी प्रोग्रामहरु रन गराउनु पर्ने हुन्छ यो अपाची यो कन्ट्रोल प्यानलमा गएर चाहिँ जेम कन्ट्रोल प्यानलमा गएर यो अपाचीलाई चाहिँ स्टार्ट गर्नुपर्ने हुन्छ। अनि यदि डेटाबेस रिलेटेड काम छ भने माइएसक्यूएललाई पनि स्टार्ट गर्नुपर्ने हुन्छ, है त। अहिलेलाई चाहिँ हामी यति मात्र गर्छौं। यसलाई मिनिमाइज गरेर राखेँ। अनि अब हामीलाई कुनै जहिले पनि हाम्रो पीएचपी प्रोग्रामलाई रन गराउनु छ भने चाहिँ हामीले यो अपाची हाम्रो जेम चाहिँ हाम्रो कहाँ इन्स्टल भएको छ भन्दा जहिले प्राय सी को जेम भन्ने फोल्डर भित्र इन्स्टल भएको हुन्छ, हैन। अब यहाँ भित्र चाहिँ हाम्रो एउटा htdocs भन्ने फोल्डर हुन्छ। यसभित्र भएको चीजहरु चाहिँ हाम्रो यो ब्राउजरमा देखिने हो खासमा। अघि नै वेलकम टु जेम भन्ने जुन हाम्रो पेज देखाएको छ यो पनि यहीँबाट चाहिँ हाम्रो देखेको, यही भएको फोल्डर चाहिँ हाम्रो देखेको हो खासमा, हैन। यहाँनिर भएको यो इन्डेक्समा भएको फोल्डर देखेको हो, है। हाम्रो यहाँनिर यसरी चाहिँ हामीले देखिन्छ र जहिले पनि हामीले यो यसभित्र नै हामीले प्रोग्रामहरु लेख्नुपर्ने हुन्छ, है। अब हामीले के गर्छौं त भन्दाखेरि जहिले पनि हामी यहाँनिर गएर सी को जेम भित्र अनि htdocs भित्र चाहिँ हामीले प्रोग्राम लेख्छौं। अहिले मैले यहाँनिर अलरेडी यहाँ php.exe भन्ने एउटा फाइल फोल्डर बनाइसकेको छु, हैन। यसमा चाहिँ यो फोल्डर हामीले यहाँ मैले यो एक्जाम्पलको लागि फोल्डर बनाइसकेको छु। यो फोल्डरमा चाहिँ म एउटा सानो एउटा hello.php भन्ने एउटा प्रोग्राम बनाउँछु, फाइल बनाउँछु। अनि त्यसभित्र चाहिँ एउटा सानो कोड लेखेर त्यसलाई चाहिँ रन गराउने प्रयास गर्छु, है त। त्यसको लागि चाहिँ मैले यहाँ पहिला के गरे, न्यूमा गए अनि मैले यहाँ एउटा नोटप्याड खोले,
नोटप्याडमा टेक्स्ट डकुमेन्ट खोलेँ, त्यसलाई चाहिँ मैले ओपन गरेर यसलाई मैले सेभ एज के गरेँ भन्दाखेरि चाहिँ सेभ एज hello dot php भनेर गरेँ। त्यसपछि मैले यहाँ टेक्स्ट फाइल गरेँ हैन, अल टेक्स्ट, अनि सेभ गरेँ भने मैले यहाँ देख्न सक्छु php को फाइल हैन। php को फाइल यहाँनिर php सोर्स फाइल आइसकेको छ। अब यसलाई चाहिँ मैले यहाँ डिलिट गर्दिएँ। त्यसपछि यो सोर्स फाइललाई चाहिँ मैले अब ओपन विथ नोटप्याड गरेँ भने यहाँनिर अहिले त केही छैन। मलाई एउटा सिम्पल कोड लेख्नु पर्यो। अलरेडी मैले यहाँ कोड एउटा स्याम्पल लेखेर राखेको छु, त्यसलाई मैले यहाँनिर कपी गरेँ है त। त्यसपछि यो कपी गरेर मैले अहिलेको मेरो जुन मेरो फाइल छ हैन, hello.php फाइल छ, त्यसमा चाहिँ मैले अब यहाँ लेख्छु है त। यसलाई मैले यहाँ लेखेर सेभ गरेँ भने, यसलाई कपी गरेर सेभ गरेँ भने अब यसलाई मैले रन गराउनु पर्यो। अब यहाँ भित्र मेरो कोड अलरेडी छ php कोड। अब मैले यसलाई रन गराउनु पर्यो भने के गर्नुपर्छ त भन्दाखेरि चाहिँ ब्राउजरमा जाने, त्यसपछि यहाँनिर लोकल होस्ट भनेर गर्ने, त्यसपछि स्ल्यास, अब मेरो फोल्डरमा जानु पर्यो, लोकेसनमा जानु पर्यो। म यो लोकेसन मेरो कहाँ छ त भन्दाखेरि चाहिँ एसडक्स को यो php.exe भन्नेमा छ हैन। त्यसपछि मैले यहाँ लोकल होस्ट भित्र php.exe अनि स्ल्यास मेरो फाइलको नाम hello.php भयो भने यसरी चाहिँ मेरो के हुन्छ त प्रोग्राम तपाईले यहाँनिर आउटपुट देख्न सक्नुहुन्छ है। मैले यसलाई तपाईलाई जुम गरेर देखाएँ, यसरी मेरो आउटपुट हेर्न सकिन्छ। ठीक छ, यसरी चाहिँ हामीले आउटपुट हेर्न सकिन्छ। एभ्री टाइम हामीले php फाइलहरु चाहिँ जहिले पनि यो एसडक्स भित्र राख्नुपर्ने हुन्छ। अब अहिले चाहिँ हामीले php.ex भन्ने फोल्डर बनाएर त्यहाँ भित्र राखेका छौं फर आवर कन्भिनियन्ट हैन। अब हामी के गर्छौं त भन्दाखेरि चाहिँ अब यसरी गरिसकेपछि अब यही फोल्डरलाई चाहिँ हामी VS कोड, अब सबैले हामी VS कोड युज गर्छौं प्राय, त्यही भएर VS कोडमा चाहिँ कसरी गर्ने भन्ने कुरा है त। अब मैले VS कोड ओपन गरेँ। ओपन गरिसकेपछि अब VS कोडमा चाहिँ त्यो अहिलेको मेरो यो फोल्डरलाई यहाँ VS कोडमा ल्याउने प्रयास गरेँ हैन। यसलाई चाहिँ मैले यसमा ओपन गर्नुपर्छ। पहिला म यसको लोकेसनलाई के गर्छु त कपी गर्छु। कपी गरेर म के गर्छु त भन्दाखेरि चाहिँ VS कोडमा यहाँ फाइलमा जान्छु अनि न्यू फोल्डरमा गर्छु। न्यू फोल्डर भित्र चाहिँ मैले यही फोल्डरमा अथवा चाहिँ यसमा मैले गएर के गर्छु त यसको लोकेसनलाई यसरी गर्छु भनेपछि यो लोकेसन मैले सिलेक्ट गरेर सिलेक्ट फोल्डर गरेँ। त्यसपछाडिबाट मेरो यो फोल्डर चाहिँ यसमा ओपन भइसकेको छ। अब अहिलेको मेरो यो जुन hello.php यहाँ आइसकेको अवस्था छ है त। यो मेरो आइसकेको अवस्था छ। अब मैले चाहिँ के गर्छु त भन्दाखेरि चाहिँ यसलाई यो पार्टलाई अहिले इग्नोर गरिदिनुस्। अहिले हामी अब म यहाँ के गर्छु भन्दाखेरि चाहिँ अब हामीले PHP कोडलाई चाहिँ HTML मा पनि इन्भर्ट गर्न सकिन्छ। त्यही भएर म चाहिँ यहाँनिर एउटा नयाँ एउटा PHP फाइल बनाउँछु। त्यसको नाम चाहिँ म index.php भनेर दिन्छु हैन। यो index.php मा चाहिँ म यहाँ अघि स्याम्पल कोड एउटा लेखेको छु, त्यो स्याम्पल कोडलाई चाहिँ यहाँनिर कपी गर्छु है त। कपी गर्न हामीले टाइप पनि गर्न सक्छौं, लेख्न पनि सक्छौं है। कपी गरेर मैले यसलाई सेभ गरेँ। अब यसलाई चाहिँ मैले रन गराउनु पर्यो। अब यो index.php लाई रन गराउनु पर्यो भने मैले कसरी गराउँछु त भन्दाखेरि फेरि सेम वहीकै प्रोसेस। यहाँ म ब्राउजरमा जान्छु, त्यसपछि मैले के गर्छु त लोकल होस्ट गर्छु अनि स्ल्यास मेरो फोल्डर छ php.ex अनि फेरि स्ल्यास। अब hello.php हो त होइन, अब मलाई अहिले index.php गर्नुपर्ने छ। त्यही भएर मैले यसलाई यसरी क्लिक गरिसकेपछि हेर्न सक्नुहुन्छ यो त्यसमा भएको आउटपुट चाहिँ यहाँनिर भएको आउटपुट चाहिँ देखिसकेको छ। यो चाहिँ मेरो h1 ट्यागमा मैले यहाँ माई फर्स्ट PHP पेज भनेर लेखेको छु अनि त्यसपछिबाट PHP कोडमा चाहिँ इको HTML के अरे हेलो वर्ल्ड भनेर लेखेको छु। यो चाहिँ मेरो यहाँनिर आउटपुट भइसकेको अवस्था छ। यसरी चाहिँ मैले रिजल्ट हेर्न सक्छु है त। अब यहाँनिर हामीले जति अरु जति PHP फाइल पनि बनाउन सक्छु। म hi.php हैन यसरी बनाउन सक्छु, यसमा कोड लेख्न सक्छु अनि त्यही अनुसारले रन गराउन सक्छु है त। थ्यांक यू सो मच एभ्रीवन।